ऊ टाउको झुकाएर मेरो छातीमा टाँसिएकी थिए र मैले उसको कानमा बिस्तारै सास फेरेर भने, आज तिमी बोल्दैनौ है, बोल्न त म बोल्छु। र सुरु भयो त्यो शब्दविहीन संवाद, जसमा हातहरूले केवल लेख्दैनथे, जिब्रोले कविता पनि रच्थ्यो। मैले उसका ओठमा पहिलो पटक चुम्बन टाँसे। त्यो त एक गिलास मदिरा जस्तै भयो, जति चुसे उति झन्झन बौलाउने। उसका ओठ बिस्तारै मेरो जिब्रोमा अल्झिए र जिब्रो उसको गालाभरि चिप्लिएर तल झर्यो। गला पार गरे, नाडीमा बसी एकछिन मूर्छा परे। त्यो ढाडमा मेरो आँखाले पनि स्पर्श गर्न थाल्यो। ऊ थरथराउँछे जब म छालालाई सुमसुम्याउँछु, कहिले हातले, कहिले ओठले त कहिले जिब्रोले। उसको नाभिमा पुगेर जिब्रो लहरियो र त्यो लहर बोकेर म तल झरेँ। ऊ भिजेकी थिए, नजरले होइन स्वादले भन्न सकिन्थ्यो। मैले उसका जाँघहरू फुलाएँ, एकदमै धैर्यतापूर्वक, जसरी किताबको पाना पल्टाइन्छ। त्यो फुल जस्तो भिजेको भाग, जसलाई स्पर्श होइन श्रद्धाले छुनुपर्छ। जब मैले जिब्रो राखेँ र त्यो स्वाद कुनै पवित्र मन्दिरको प्रसाद जस्तो लाग्यो। उसको योनि कुनै भाग होइन, त्यो एक ब्रह्माण्ड हो र म त्यसको प्रेमी अन्वेषक हुँ। चाट्दै चुसी चुसी उसलाई उमार्दै म उसै भित्र हराउन थालेँ। कहिले थुकले चिप्लो बनाएँ, कहिले औँलाले सङ्गीत बनाएँ र जब बिस्तारै उसको भित्र पसेँ, ऊ सारा शरीरको थलथरी भरिदिए। मात्र शरीरको सम्भोग थिएन, त्यो त आत्मासँगको संवाद थियो। उसले आँखाले भनेकी थिए, फेरि गर, अझ गहिरो गर, र म फेरि हराउँदै गएँ। ऊ एकपल्ट सन्तुष्ट होइन, पल पल सन्तुष्ट हुन चाहना राख्छे। तिमीले उसलाई बुझ्यौ भने उसको श्वास, उसको स्वाद, उसको कम्पन सबै तिमीमा समर्पित हुन्छ। तर याद गर, उसलाई चाट्ने कलाको पछि समर्पणको कथा पनि लुकेको हुन्छ।